Hello. Good morning. Good morning, guys. Halen brush गर्नु भएन होइन मैले गरिसकेँ तिमीले नगरेको हेलो गाइस हामी चाहिँ अब उठिसक्यौँ अब चाहिँ हामी अब यिनले चाहिँ ब्रस गर्छिन् नाइ मैले गरिसकेको कुसाले ब्रस गर्नु भएन मैले गरिसकेँ अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ हाम्रो तयारी हुँदैछ तिहारको हामी चाहिँ अब रोटी हाल्ने अनि रोटीमा चाहिँ कुनवटा रोटी हाल्ने भन्ने चाहिँ भेराइटीका रोटी कति थरीको रोटी भन्न खोजेको त्यही कति थरी रोटी हाल्ने भन्ने चाहिँ अहिले देखाउँछौँ हामी हजुरहरूलाई गाइस हामीले पिठो पनि भिजाइसक्यौँ पिठो देखाइदिउँ न देखाइदिने होइन हामीले हिजो धनतेरसमा सुपो किनेर लिएर आएको छौँ हेर्न सक्नुहुन्छ सुपो अनि यो चाहिँ सेलरोटीलाई पिठो पनि भिजाइसकेको छौँ आधा चाहिँ चामल भिजेर राखेको छ त्यहाँ चामल पिस्नै बाँकी छ अनि गाइज हामीहरूले अचार बनाउनको लागि है हजुर बेली लिएर आएको छौँ बेली दुईटा ल्याएको छौँ अचारको लागि यहाँ हेर्न सक्नुहुन्छ झिलिङ्गा नि खाने हो नि तिहारमा यहाँ छ माला तिहारको लागि हेलो 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 हजुर अनि गाइज अघिको भिडियो र अहिलेको भिडियोमा चाहिँ मलाई केही चेन्ज देख्नुभयो भने चाहिँ यु गाइज कमेन्ट अनि त्यो कमेन्ट चाहिँ मिल्यो भने चाहिँ हामीले चाहिँ बनाएको सेलरोटीहरू चाहिँ गिफ्ट ह्याम्परहरू चाहिँ हामी उपलब्ध गराउनेछौँ इफ त्यो कमेन्ट मिल्यो भने इफ गाइज अनि चाहिँ हाम्रो चाहिँ यहाँ श्रीमतीज्यूले चाहिँ यहाँ सेलरोटीलाई चाहिँ पिठो पिस्दै हुनुहुन्छ मिक्सरमा हेर्नुहोस् हेलो भनिदिनुहोस् मनिषाको यात्रामा तपाईँहरूलाई स्वागत छ सुन हेलो गाइज वेलकम ब्याक टु मनिषाको यात्रामा तपाईँहरूलाई स्वागत छ हुरे मनिषाजी हाई भनिदिनुहोस् मनिषा हाई भनिदिनु नाइस टेरे तिमीलाई ओ माई गड उषा दिदी हेर्नु है मनिषाले चाहिँ बिगारिसकिन् धेरै पानी हालेर गाइस के गर्यो मनिषा तिमीले मजाले चाहिँ मिक्सरै बिगार्यो यति बिगार चाहिँ भइसकेको थियो अब यति चाहिँ बाँकी थियो अब यति चाहिँ हामीले ओखलीमा रुवाई मान्छेको कपाल रिगाउने पर्छ अब त्यति हो यो चाहिँ हाम्रो कन्टिन्यू हुन्छ है गाइस हेलो हाम्रो चाहिँ मान्छा दिदीको चाहिँ फेरि होइन फर्स्ट रे आजको दिनमा चाहिँ चिया खाने बेला कस्तो छ चिया मनिषले बनाएको है कस्तो छ चिया मिठो छ दुध हालेन चियासँग फुरु मन्साको फेभरेट फुरनदाना ल अनि हामीले चाहिँ पिठो चाहिँ पिसेर सकिसक्यौँ पिठो चाहिँ गिलो भयो है ठिक छ हो यो चाहिँ राम्रै भन्छ है भन्छ हो कि नै अब यस्तो गरौँ कस्तो सेलरोटीको यति छोडिदिउँ अनि अर्सा बनाउने के खाना बनाउने सुरुमा जे हुन्छ त्यही अब के छ
भात खा रातमा को दाल खा दिदीहरूलाई पनि खाना खाना उठेर यहाँ आउनु भन्नु मासु मात्र बनाउनु क्या हुन्छ। हेलो 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 अब चाहिँ हामीले चाहिँ बाहिर चाहिँ मैदालाई सुकाउने प्रक्रिया हुँदैछ। हो र कालो कालो देखियो त। यो चाहिँ के हो रे मैदा मैदालाई उडिहाल्छ हावा लागिसकेको छ। हाम्रो चाहिँ मैदा सुकाएको किन सुकाएको मैदा चाहिँ के को लागि ए फिनीको लागि चुराउनु पर्छ। हो नाइस नाइस ल ठिक छ। घाम लाग्छ होला नि है लागिराखेको सुकिहाल्छ। अझै फिजाइदिउँ पुरै हुन्छ होला तर घाम लागेछ है। तर अघिसम्म चाहिँ यस्तो हावा चलेर एकदमै पानी आवाज है विन्डी मौसम है हावा चलेर मेरो नाक चाहिँ अहिले रुगा लाग्ला लाग्ला जस्तो भएर चाहिँ कस्तो नराम्रो भइसकिरहेको छ कि केही प्रनाउन्स होइन होला प्रनाउन्स केही गर्दा पनि कस्तो नमिले 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 जस्तो भयो। होइन होला त्यस्तो पनि नराम्रो छैन त्यही हो अलिअलि गीत गाउन चाहिँ आउँछ मलाई बिस्तारै बिस्तारै सिक्दैछु महेन्साजीसँग चाहिँ म सिक्दैछु गीत गाउन। हो म तान्दिउँ ला दामी दामी। यो चाहिँ अब कति घन्टा सुकाउने होला नि अर्साको प्रिपरेसन गर्ने ओके ल त है भन भन भाइ हो है राम्ररी भन। हामी चाहिँ अब सुकाइसक्यौँ मनसाजी राम्री भन्छ। एकदम फोहोर हो यार के गर्न भ्याइ होइन। यहाँ चाहिँ अब यो सफाइ गर्न पिठो पनि भिजाइसक्यो त्यस्तै हुन्छ नि घामबाट गएर यो कति यो त स्टिकर त निकाल्न पर्थ्यो कि सुपलाई कति पर्छ यहाँ ल है त अरू के छ यो थाल है यो थालीलाई चाहिँ देख्नु भयो नि झिलिङ्गाको त छैन होला ट्याग होइन प्राइस ट्याग छैन। मन चिया खान्न नि यो चाहिँ मनसँग फेभरेट गुलाब जामुन माला यो चाहिँ उसको लागि के अरे अर्साको लागि चाहिँ यो के अरे यसलाई भन्ने भेली कस्तो नामै आएको हो म अझै माइट भइसकेँ। ओके यो चाहिँ झिर्रा 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 अरू केही छैन ब्राउन सुगर एन्ड राइस फ्लोर अरू केही छैन गाइस। हेलो गाइज हाम्रो अर्सा रोटी बनेन डल्लो पऱ्यो त्यही भएर फेरि हामी भेली लिन जाँदैछौँ। त्यो भेली त चिनी हो कि भेली हो पनि नछुट्टिने भयो। फेरि हाम्रो भेली किन्न जाने निर्णय गऱ्यौँ। अब हेरौँ कस्तो हुन्छ दुईचोटि ट्राई गर्छौँ भएन भने हातमाथि अब त भइदियो हुन्थ्यो नि भगवान्। सौरभको भिडियो त हेरेछु तैपनि के हुन्छ। अघिको रोटी हाम्रो बिग्रियो फेरि रोटी बनाउने तयारी हुँदैछ।
जोडेको के रोटी बनाउने रे हो यो किमी रोटी हो के हो भाइ हाल्दिउँ न त लस्सी भाँडा नलाउँथ्यो त्यही त भने बुर्रा जस्तो बनाउने यसमा त अड्दैन होइन यसमा ओडाल्ने हो नि यो कुकर होइन अब यो के भन्छ मनिष मनिष हेलो भन्दै हो अहिको भाडा धुन फिनाजु कस्तो भइरह अब कस्तो चाहिँ अब बन्छ अघि म भइन बिगार्यो ल ठिक छ है त रोटी राम्रो बनोस् रोटी बनोस् राम्रो क्रेडिट जोसुकैले लिनुहोस् तर रोटी राम्रो गर्नु दिदी भनिदिनुहोस् केही कुराहरू रोटी रोटी बनेपछि भात मनसाजी मनसाजी ल है ल फेरि त्यो उयो डल्लो फुट्दैन रास हाल्नु न यार सबै धेरै कम भयो त्यो एउटा काम पनि मनिस नआमा उयो लिएर जाँदा मनिस न
एउटा एक साइड मात्र हाल्यो यस्तो हुन्छ नि यो धेरै गुलियो रहेछ पानी जति हाले पनि हुने रहेछ केही नहुने रहेछ के पानी टन्नै है पानी हालेर टन्नै पिठो हालेर बनाए हुँदैछ गुलियो एकदमै छ नि नेपालमा त कहिले काहीँ मात्र धेरै पानी हालेर गुलियो पनि नआउने हुन्छ नि गुलियो आएन र चिनी थप्छन् यस्तो रोटीमा यो त लास्टै गुलियो छ कि पानी हालेकै ठिक रहेछ सूर्यले गर्दाखेरि क्या म अलिक डर लाग्यो कसरी हाम्रो अर्सा रोटी यस्तो भयो भण्डारीको जाने हुन पनि गाह्रो छ है गाई सबै काम आफै गर्नुपर्छ भन्नु न भण्डारीको छोरोलाई नि गाह्रो छ भण्डारीको छोरी भएर जान्नु त सजिलै छ भण्डारीको छोरी हुन सजिलो छ त दिदी एकदम सजिलो पुरै राम्रो भयो है तर रोटी हाम्रो अर्सा नाइस अलिक डक्रके त डक्रके नै भएको भित्र हाम्रो यस्तो भयो है पहिलो रोटी तिमीको लागि पिठो मस्तै हुनुहुन्छ त्यो कटोरा दिन न म तेल निकाल्छु डाडु मात्रै दाउ लिएर एउटा यहाँ भाँडा पनि चाहियो है हेलो के भन्दैछ तिमी भन्दैछ फिनी बनाउनु त लास्टै गाह्रो रहेछ होइन भयो हो राम्रो भयो है दाजु एउटा खाएको भयो हुन्थ्यो नि Okay. यहाँ खुर्माको तयारी कस्तो लागिरहेको नि खुर्मा बनाउनु मजा भएको छैन हो र कति बजीदेखि स्टार्ट गरेको अरे आज हामीले पाइँदैन त्यही स्टार्ट गरेको बेला पछाडि देखाउनु थाहा हुन्छ यहाँ हेर्नु हाम्रो सेलरोटी यति सेलरोटी बनाइसक्यौँ हामीले अनि यहाँ चाहिँ अर्सा रोटी बनाएर राखेको छौँ यहाँ सेलरोटी अब यहाँ खुर्माको तयारी हुँदैछ भित्र फेनी